ल है साथीहरू फेरि नयाँ भ्लग आउँदैछ है हाम्रो चाहिँ। ल सोम केही छ भन्न पर्ने? बोल 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 मेरो केही छैन क्या आज केही छैन नयाँ कुराहरू भने नबोल नि त सबै बोल। ल गाइजहरू ल आज फेरि हाम्रो यो नयाँ भ्लग आइरहेछ है। आज फेरि यसो समय अनुकूल मिलाएर भाइहरूलाई चाहिँ लिएर यसो बनाउन लागिरहेछ। भाइहरू अलिकति बढी एक्टिभ छन् साथीहरू। म चाहिँ अलिकति भाइहरूसँग सिक्ने क्रममा अघि बढिरहेको छु है। अब जानी नजानी भए पनि यसो हेरेर हजुरहरूले चाहिँ लाइक कमेन्ट सब्सक्राइब चाहिँ गरिदिनु होला है। हामी त्यसको चाहिँ एकदम आशामा छौँ। ल मेरो चाहिँ यति नै हो। अब हाम्रो यहाँ चाहिँ एकदम विशेष मान्छेसँग चाहिँ के छ ल गाइज है मलाई कति हेर्छ सिनेमेटिक कन्टेन्टमा राम्रो हुँदो रहेछ कि तर गाइज Check. Sarvanara guys. हाम्रो लोकेसन हामीले चाहिँ लोकेसन चुज गर्दैछौँ कहाँ भिडियो बनाइन्छ है। त्यसको लोकेसन हेर्छौँ यता वरिपरि। अनि त्यसपछि सर हामी लोकेसन चुज गरिसकेपछि भिडियो बनाउन स्टार्ट हुन्छ साथीहरू। अहिले चाहिँ हामी हिँड्दैछौँ है सर लाएर लोकेसन कहाँ ठिक हुन्छ भन्ने तरिकाले हामी हिँड्दैछौँ। ल है त लोकेसन कहाँ बनाउनु त? ल हाम्रो लोकेसन एरिया यही हो हाम्रो। ए ल किन चित्त बुझेन त? साथीहरूलाई चित्त बुझेन भन्ने कुरो अब ठिकै छ। यो दुइटा भएन अरे बाँकी चाहिँ बनाउँदै गरौँ न। त्यसले एडिट गरौँ न भइहाल्छ। झोलाको बाँकी छ भित्र गएर बनाउँदा होइन। अब चाहिँ हामी टिकटक सिकटक बनाएर आयो गाइज। हामी त्यसपछि अब फेरि नेक्स्ट कन्टेन्ट बनाउनको लागि हामीले फेरि अर्को लोकेसन चुज गरेर बनाउनु पर्ने हुन्छ है। हेर्न सक्नुहुन्छ कि हामी चाहिँ यो दानाको पुल छ नि यो पुल दानाको पुलको चौकीनिर छौँ। लोकेसन हाम्रो यो गाइज है। एउटा यो बाँकी र अनि एउटा यो हो कि के छ भन्न पर्ने? ठिक छ। आजको हाम्रो चाहिँ मिनीवाला यो खोलाको चाहिँ आज भ्याइयो होइन। अब हाम्रो टिकटक कतिजनालाई राम्रो लाग्छ लाग्दैन मैले भनिदिने त्यही हो। अरू त खासै केही आउँदैन होइन। अब भिडियो चाहिँ अब खासै कमेडी होला नहोला त्यो तपाईँहरूको अब हातको कुरा होइन। कहिलेकाहीँ अब मान्छे देखेर पनि हाँसो लाग्छ। अब तपाईँलाई मलाई देखेर हाँसो लाग्छ लाग्दैन कमेन्ट गर्नु होला होइन। र आजको भिडियो चाहिँ हाम्रो भ्याइयो। ल सबैलाई नमस्ते ल थ्याङ्क यू। ल गाइज अब बनाइसक्यो। अब चाहिँ हिँड्न पऱ्यो है। हेर्न सक्नुहुन्छ गरिसक्यो। म त चप्पल धुन पऱ्यो। ल गाइज हाम्रो यहाँ खोलाको चाहिँ भयो। ल है त केही छ भन्नुपर्ने? केही छैन है। सबै हाम्रो अशोक सरले भन्नुभएको छ एकदम ठिक छ। आजलाई चाहिँ छोटो मिठो आज धेरै धेरै भुलिएन। राम्रै भयो जस्तो लाग्छ। हजुरहरूले एकदम राम्रो मानेर लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला है। जस भाइरल बनाइदिनु होला। हामीले चाहिँ त्यो अपेक्षा गरेका छौँ। ल धन्यवाद भाइ भाइ। ल ओके गरिदिनु। अब कतै छ अरे यो त पुल सुलमा छ अरे क्या? दुईवटा बनाउनु पुलमा गएर बनाउने र के बनाउने? ल साथी हो आजको टिकटक पनि हाम्रो लगभग सक्यो भनौँ होइन। टिकटक नै मिनी भलक नै टिकटक सबै थोक टिकटक युट्युब इन्स्टा फेसबुक सबै एउटै जे भने भिडियो आउनु पर्यो। तपाईँहरूको भनाइ पनि त्यही हो र हामीले हाल्ने तरिका पनि त्यही हो। ल है यो हाम्रो साइजहरू रातो टुप्पीमा चट्ट म पनि खासै राम्रो छैन है। हेर्नु भएको छ नि माथि आकाशमा घाम लागेको छ होइन। वाउ
चप्पल भनेको भलाइमा एउटा चप्पल जुत्ता यहाँ चप्पल ओ हो दाइको चप्पल चुट्यो क्या एउटा चप्पल दुईटै चप्पल गयो एउटा समात्दाखेरि अर्को गयो क्या यस्तो आफत छ यार चप्पल समातेरै भाग्न पऱ्यो नि अब दुईजनै नाप्ने हो क्या दुईजनै नाप्ने हो यहीँ बनाऊँ ल बेनी यहीँ बन्छ यताबाट हिँड्दा पऱ्यो क्या भनिहाल्छु कि यो टिकट राम्रो लाग्यो राम्रो खालके ल अनि त्यति गऱ्यो त अनि सोम सरको रियाक्सन है गाइज कि तिमीले मोबाइल लिएर नि त गुड मोबाइल लिएर ल ल म मोबाइल पनि यहाँ पुरा नाच्छौ पुरा नाच्छौ यहाँ पुरा न तिमीले मोबाइल लिएर नाच्छ त्यसो भएछ नि अनि उसले यताबाट खिच्नु पऱ्यो यता साइडबाट त्यहाँपछि रोकिएको सामान छिट्टै ल्याउँछ गर्दैन के नाच्नु गीत हालिदिन्थ्यो के कमेडी डान्स हो त तिमी यता साइडबाट खिच्छ यहाँ यता आऊ यहाँ नाच्छौ तिमी त साइडबाट खिच्थ्यौ र दुईजना देखिन पऱ्यो अनि अझै पनि देखिन पऱ्यो म खिच्छु क्या ठाडो खिच्छ न ठाडो खिच्ने हो क्या ठाडो इले अलि बनाइराख्नु सोमको चाहिँ नबनाएको ल केही भन्नुपर्ने छ दाइको रियाक्सन पनि भगवान्। एकदम ठिक छ है हामी एकदम सिक्दैछौँ है भाइहरू चाहिँ यहाँ क्याम्पेन हजुर हजुर कसरी निकाला भने अँ मैले के भन्छु भने अँ क्यामेरा खिच्ने कुरामा एकचोटि पछाडिबाट खिच्ने यसरी अगाडि उता दाइ नाचेको एकचोटि अगाडिबाट त्यहाँ भाग्ने बेला चाहिँ म नाचिरहेको हुन्छु दाइले यत्रो ढुङ्गा उहाँ त्यहाँ टिप्ने म चाहिँ अनि यता भाग्छु त्यही त हो नि ल कुरो बुझियो ल हामीले यताको लोकेसनमा चाहिँ बनायौँ है अब चाहिँ हामी माथितिर जाँदैछौँ गाइस हेर्न सक्नुहुन्छ यहाँ यी जस्तो छ वाटरफल हो गाइस ल है त मलाई चिन्नु त भएको छ होला नि म त्यही हो अब कमेडी म्यान सोम भन्छन् क्या अरे होइन अब सबैले चिन्नु पनि भयो होला चाहिँ आज हाम्रो भिडियो चाहिँ एकदम राम्रो बन्छ जस्तो लाग्छ मलाई होइन किनकि साथीहरू एक्टिभ पनि हुनुहुन्छ र तपाईँलाई कस्तो लाग्छ होइन भिडियो चाहिँ अब कतिजनालाई नराम्रो लाग्ला होइन राम्रो लाग्ला होइन हाम्रो दाइ पनि हुनुहुन्छ यी अनि के छ त अनि अब आज भिडियो हेर्न कतिको तपाईँहरू एक्टिभ हुनुहुन्छ होइन अब हुनुहुन्छ भने चाहिँ म चाँडै नै भिडियो ल्याउँछु अब हुनुहुन्न भने चाहिँ म चाहिँ भिडियो नल्याउँला है कस्तो लाग्छ होइन ल ल